म्याउ छोडिदिनु भएको थियो कान्छीलाई फोन गरेर देखाउनु नि फोटो खिचेर पठाइदिएको छु उ माथि लैजाम ल गर्छ मजाले गर्छ म्याउ अब मरिसकेकोलाई चाहिँ के म्याउ भन्दै बोलाएको फेरि किन गर्न तैँले सक्दिनस् हौ यहाँनिर पुरेको छ यहाँ रुखको छेउमा हाम्रो म्याउ चाहिँ मरेछ अस्ति नै दबाई ल्याउनु पर्छ बिरामी छ भनेर भनेको थिएँ नि मोबाइल बनाएको बेलामा दबाई चाहिँ ल्याएँ होइन अनि आज त मरेछ नि तर उयसको गाईको गोठमा मरिरहेको रहेछ गाईको ग्वालीमा गएर यहाँनिर यस्तो इन्फेक्सन मात्रै हुँदा त नमर्नु पर्ने त हौ न यसले के खायो कि हेर यहाँ म्याउ छोडिदिनु भएको थियो छोड्दै बाँधेर राख्नु पनि कसरी बाँधेर राख्नु बिरालोलाई फेरि म्याउ रोएछ पनि आँखाभरि आँसु बनाइरहेको थियो यिनीहरूको फेरि आँखा चिम हुँदैन कि क्या हो अन्त नि कतिखेर मरिरहेको थियो यहाँ खुट्टामा इन्फेक्सन भएको थियो क्या अनि यति हुँदा त नमर्नु पर्ने त है अनि फेरि अब दबाई ल्याएँ नि होइन दबाई चाहिँ ल्याएँ मस्ती मैले किन ल्याएँ दबाई किरा मर्ने दबाईहरू सुकाउने घाउ सुकाउने दबाईहरू सबै लिएर आएको होइन लाउन पनि 3 जना मान्छे चाहिने 4 जना मान्छे चाहिने समात्नु पर्ने टोकेर कोतारेर लाउनै मान्दैन थियो जबरजस्ती बाँधेर भए पनि लगाइदिएको थियौँ त्यो दबाईले दबाई फेरि चाटिहाल्ने दबाई पनि बाँध्नै नदिने खुट्टामा त्यही दबाई चाटेर चाहिँ मरेको हो कि के भएर यस्तो त नमर्नु पर्ने समीक्षाले मार्छ कति पैसा लाग्छ त्यहाँनिर निकालेर लगेर दबाई गर्नु भनेर भन्दै थिएँ कान्छीलाई फोन गरेर देखाउनु नि फोटो खिचेर पठाइदिएको छु जाउँ काले बिरालो हे तेरो साथी गयो भागो मान्छे देख्ने बित्तिकै भाग्छ हुन्छ यसलाई त उता पर होलीमा लानुपर्छ भाइ यहाँ कुकुरहरूले फेरि खोताल्छ ऊ माथि लैजाउँ ल माथि लगेर उयो गर्नुपर्छ नभए त्यतिर कुकुरहरूले उयो गर्छ खोस्रिन्छ कस्तो अस्ति नै हस्पिटल लगेको हुँदैछ घरमा के मम्मीहरूले पर्दैन लान पैसा खर्च गर्न भन्नुहुन्छ अबदेखि चाहिँ कुकुर बिरालो भन्ने कुरा चाहिँ जिन्ने होइन म पाल्दिनँ किनभने कुकुर पाल्दा पनि मैले दबाई गर्दा गरेर होइन अहिले कहाँ भागेर कहाँ गयो बिरालो पनि यसरी पाल्यो मरो हाम्रो घरमा चाहिँ कुकुर बिरालो पाल्दा पनि यस्तै हुन्छ क्या अनि फेरि अब मैले युट्युबहरूतिर हेर्दाखेरि चाहिँ व्हाइट कलरको बिरालोहरूमा चाहिँ छिट्टै उयो रोगहरू लाग्दो रहेछ त्यस्तो इन्फेक्सनहरू छिट्टै भेट्दो रहेछ क्या अनि त्यही भएर पनि हाम्रो म्याउलाई चाहिँ त्यस्तो उयो भएको होला कालोलाई त केही पनि भएन कालोलाई चाहिँ केही हुँदैन कहाँ लैजानु भाइ यता यहाँ गाड्दिउँ न त रुखको मुनि यहाँ गाड्दिउँ न त रुखको मुनि यसको रुखको मुनि बिहान चाहिँ मैले यसले त खाना पनि हिजो दिन खाएको थिएन होइन बिहान चाहिँ दुध म जबरजस्ती चम्चीबाट दुध खुवाइदिएको थिएँ अनि त्यो दुध खाँदा पनि कस्तो निल्नै सकेको थिएन क्या घाँटीबाट नि अनि त्यति बेलै मलाई चाहिँ कस्तो शङ्का लागिरहेको थियो फेरि आज उता निनीहरूको जाने काम भएर म गइहालेँ घरमा अनि उयो पनि खेतमा धान पनि बाँध्दै हुनुहुन्छ नि त त्यही भएर कोही हुनुहुन्न थियो पिपीले पो ओइ तेरो बिरालो यहाँ मरिरहेको छ भनेर भन्नुभयो गएको त गाईको गोठ पिपीहरूको गाईको गोठको अगाडि मरिरहेको रहेछ घाम ताप्दा ताप्दै त्यत्तिकै मरेछ क्या यति अड्छ त अड्छ मजाले अड्छ म्याउ अब मरिसकेकोलाई चाहिँ के म्याउ भन्दै बोलाएको फेरि मरिसक्यो म्याउ भन्दै बोलाउनु अन्त कस्तो राम्रो थियो भरे सुतेको थियो भने म्याउ अलिकति छोप त भाइ मलाई कस्तो हेर्न छोप्दिन अनुहार पनि
होइन हातले नै गर्न तैँले सक्दिनस् हौ छोप्दै अनुहार मलाई अरूभन्दा नि कस्तो रिग्रेट भयो क्या अहिले लगेको हाल्नु हुँदैन अस्ति भनेर यहाँनिर पुरेको छ यहाँ रुखको छेउमा कुकुरहरू निकाल्नु त निकाल्दैन होला यत्रो माथि त नआउनु पर्ने मलाई चाहिँ अरूभन्दा नि कस्तो नराम्रो लाग्यो क्या के भन्छ हौ भन्छ हौ खोइ सोपिन मलाई चाहिँ यसले यस्तो तातो भिन्तो फराबुक यहाँ चेनको डाँडामा आइरहेको छौँ फेरि हामी उनीहरू डाँडा च्यान घारी हो क्या यस्तो हो यो सोपिन त नि त्यो ढुकढुक भयो मलाई चाहिँ अरूभन्दा पनि क्या त्यति बेलै लगेर दबाई गरेको भोलिबाट लगेर दबाई गर्छु भनेको नि मम्मीहरूले कहाँ मर्छ बिरालो हतपति मर्दैन भन्दै भन्नुभयो क्या अनि अब फेरि मलाई पनि अब त्यो खुट्टामै इन्फेक्सन हुँदाखेरि त नमर्नु पर्ने खुट्टामा घाउ हुँदाखेरि त जस्तो लाग्यो क्या अनि त्यति बेलै मेरो मोबाइल पनि बिग्रेको मोबाइल बनाउन पनि 13,000 13,500 लाग्यो होला अनि उता मोबाइल बनाउन पैसै नपुगेर त्यो पनि साथीहरूलाई भनेर साथीले क्युआर गरिदिएको अनि फेरि बिरालोलाई दबाई गर्ने पैसै बाँकी रहेन क्या 1000 रुपियाँ दिनुभएको थियो बहिनी समीक्षाले चाहिँ त्यहाँनिर खाताबाट निकालेर भए पनि कति लाग्छ दबाई गरेर ल्याइहाल्नु भनेर भनेको थिएँ नि त अनि 1000 रुपियाँ दिनुभएको थियो घरबाट अनि त्यही 1000 रुपियाँले चाहिँ दबाईहरू किनेर ल्याइदिएँ लाउनको लागि तर त्यसले पनि काम गरेन क्या समीक्षाले मार्छ मलाई अब मैले फोटो पठाएर बिरालो मरेछ म्याउ भन्दै भनेको मार्छ त्यसले अस्ति नि जति पैसा लाग्यो पनि दबाई चाहिँ गर भन्ने थियो त्यस्तो घाउमा खुट्टामा घाउ हुँदै त नमर्नु पर्ने भनेर नि ल साथीहरू अब पनि घर गएको बिरालोलाई पुरेर सोपिनलाई कस्तो लागिरहेछ नराम्रो लागिरहेछ फेरि हाँस्दैछ किन हाँसेको नि कुन कुरा चाहिँ हाँसेको त ल अब हामी पनि घर गएको